ए त्यसै राजनीति गरिन्छ? तपाई राजीनामा दिनुस्, छानबिन समिति बनाउँछन् अनि तपाई बाटो तताइहाल्नुस् न। हाम्रो रवि दाइसित केही सिक्नुस्, राजनीति तपाईहरुलाई गर्न थाहा पनि छैन अथवा कस्तो मान्छे हुने भन्ने पनि थाहा छैन तपाईहरुलाई। लोकतन्त्र हो भन्दैमा जे भाइ नबोल्नु होला दर्शक वृन्दहरु, नामै तोकेर ठुलठुला नेताहरुको गालीगुली यताउता नराम्रो नराम्रो गालीहरु नगर्नु होला, किनकि उहाँ रमा बहिनी हुनुहुन्छ, अहिले चाहिँ थुनामा हुनुहुन्छ। उहाँ रवि समर्थक एकजना म्याडम हो, उहाँले बोलेको कुरा सुन्नुस्, तपाईहरु कस्तो लाग्छ राम्रो नराम्रो कमेन्ट गर्नु होला दर्शक वृन्दहरु। हेर्नु है, गृहमन्त्री रमेश लेखक दाजु नमस्कार छ है। तपाईलाई मैले एउटा सल्लाह दिन्छु अनि एउटा कुरा के, तपाईले चाहिँ यो छानबिन समिति बनाउनु भएको छ गृहमन्त्री रमेश लेखक अगुवाईमा, अनि यो चाहिँ तपाईको अगुवाईमा बनाएको समितिले तपाईलाई कसरी चाहिँ कारबाही गर्छ? तपाई त कारबाहीको भागीदार हुनुहुन्छ, जसरी पनि हुनुहुन्छ। तपाईको जाने दिनको 50-50 लाख रुपियाँ दाम अनि जाने बाँडफाँड भएको, तपाईहरुको अलगै बारकोड पत्ता लाग्यो, यो त सबै मिडियामा आइरहेको छ। यो त असत्य कुरा त हुन सक्दैन, यो त सत्य कुरा हो। भनेपछि यो कुरालाई पचाउनको लागि र यो कुरा चाहिँ बिस्तर्याउँछु, यसलाई चाहिँ ढाकढोक पार्नको लागि तपाईले बनाएको समिति हो। यसरी हुँदैन। राजनीति गर्न सक्नुहुन्छ, सफा राजनीति गर्नुहोस्, नभए यस्तो घटिया राजनीति बदनामी नगरिदिनुस् कुनै पनि दाजुभाइ दिदीबहिनीहरु। राजनीति गर्ने भनेको राष्ट्र र जनताको भलाको हितको लागि मात्रै गर्नुपर्छ। तपाईले आफ्नो परिवारको लागि र तपाईका गुण्डाहरुको लागि, गुण्डा पालेर गुण्डाको लागि राजनीति चल्दैन। सरकारको धुकुटी सकिएको छ, सरकारको पैसाबाट तपाईहरुले भत्ता खाएर मनमानी गर्न पाइदैन। सरकारको पैसा भनेको, सरकारको धुकुटी भनेको यो गरिब जनताको खुन पसिनाबाट कलेक्सन भएको पैसा हो। एउटा कुरो मान्नुस् गृहमन्त्रीज्यू, तपाई राजीनामा दिनुस्, छानबिन समिति बनाउँछन् अनि तपाई बाटो तताइहाल्नुस् न। वा त्यो जीवी राई एक्लै बसिरह, त्यो जीवी राई थिम गइदिनुस्, किनभने जीवी राईलाई त यही कांग्रेसको मान्छेहरुले लुकाएर राखेको छ। रमेश लेखकलाई थाहा छ जीवी राई कहाँ छ, गगन थापालाई थाहा छ, रामहरि खतिवडालाई थाहा छ, तिमीहरु सबैलाई चाहिँ थाहा छ जीवी राई कहाँ छ। कांग्रेसहरुको अल्टुअल मान्छेलाई थाहा छ जीवी राई कहाँ छ। जीवी राई बाहिर निस्केर बोलिहाल्यो भने हामी फेला परिन्छ भनेर जीवी राईलाई तिनीहरु 24 घण्टा एउटा चौकीदारै राखेर सीसीटीभी राखेरै बन्द गरेर राखेका छन्। हेर्नुस्, यो सत्य कुरा हो। भनेपछि यो कुरा सही छैन। राजीनामा खरक्क दिने, त्यसपछि बाटो साफ गर्ने। अनि राजीनामा दिन किन डराएको? राम्रो इमानदारी मान्छे त डराउँदैन भाइ। गल्ती गरेको छैन भने छाती खोलेर मान्छे अगाडि जान्छ है। केही सिक्नुस् न गृहमन्त्रीज्यू, रमेश लेखकज्यू, हाम्रो रवि दाइसित केही सिक्नुस्। राजनीति तपाईहरुलाई गर्न थाहा पनि छैन अथवा कस्तो मान्छे हुने भन्ने पनि थाहा छैन तपाईहरुलाई। तपाईहरुलाई चाहिँ गलत काममा एक नम्बर थाहा छ। कांग्रेस एमाले माओवादीहरुलाई नराम्रो काम बकाइदा गरेको छ। तर राम्रो काम सिक्न मन छ भने हाम्रो रवि दाइसित गएर सिक्नुस्। ए त्यसै राजनीति गरिन्छ? चोर चपाटी लुटेराहरू सबै एमाले कांग्रेस माओवादीका हामीलाई सबैलाई थाहा छ। त्यसपछि बाटो साफ गर्ने, राजीनामा दिने, अनि चाहिँ इमानदारी त छ भने पुलिसलाई हत्तडी लाएर छानबिन गर भन्ने पुलिस थिम जाने, बेमानी छ भने भाग्ने जीवी राई थिम जाने। राजीनामा दिनै पर्छ। गृहमन्त्री रमेश लेखक खुरुक्क राजीनामा दिएर, यो चोरेको भन्ने त हामी त्यसै थाहा पायो चोर हो भन्ने त। यत्रो आनाकानी गरेर चाहिँ पद ओगटेर बसेको छ, त्यो चाहिँ केसलाई रफादफा गर्छु भनेर। नेपाली जनताले नि तिमीहरूले जस्तो भ्रष्टाचार घोटाला गरेको अन्न खाएको छैन। नेपाली जनताले इमानदारीको खाएको छ। नेपाली जनता राम्रो छ, सक्षम छ, बुझेको छ। यसै छोड्नेवाला छैन। जय नेपाल। दर्शक वृन्द, उहाँ म्याडमको कुरा तपाईहरुलाई कस्तो लाग्यो? हुन त त्यो कुरामा चाहिँ त्यस्तो नराम्रो गालीगुली यताउता छैन, त्यही पनि राम्रो तरिकाले सोचेर बोल्नु है। अहिलेको सरकार फेरि डेन्जर छ नि, लोकतन्त्रमा बोल्न पाइन्छ थाहा छ, त्यही पनि थाहा छैन तपाईहरुलाई। रमा बहिनी अहिले थुनामा हुनुहुन्छ, कस्तो लाग्यो राम्रो नराम्रो कमेन्ट गर्नु होला है।